जेमेसी यसाया 60:22 को वचनमा परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, सानो चाहिँ 1000 हुनेछ अनि तिमी मध्ये सबैभन्दा सानो जाति शक्तिशाली हुनेछ। म परमप्रभु हुँ, राइट टाइममा त्यो कुरा म छिट्टै गर्नेछु। परमेश्वरले जब केही कुरा प्रतिज्ञा गर्नुहुन्छ नि उहाँले अवश्य त्यो कुरा पूरा गर्नुहुन्छ, बिकज गड नेभर चेन्जेस हिज माइन्ड एन्ड इज नट अ ह्युमन बिङ। यो कुरालाई लिएर हामी अघि बढिरहेका छौँ। हामी यहाँ के देख्छौँ? उहाँको समयमा परमेश्वरले सबै कुरा पूरा गर्नुहुन्छ। यहाँनिर हामी देख्छौँ मानिसको अवस्था कमजोर र अन्धकारमय भए पनि परमेश्वरले भन्नुहुन्छ तिम्रो कथा यही समाप्त हुँदैन। यस पदको मुख्य सन्देश हो म परमप्रभु हुँ, त्यसको समयमा म यो कुरा छिट्टै पूरा गर्नेछु। सानो सुरुवातलाई नहेप्नुहोस्, सानो चाहिँ 1000 हुनेछ। हामीलाई सानो सुरुवात मन नपर्न सक्छ, तर परमेश्वरले सानो कुरोबाट ठुलो काम सुरु गर्न सक्नुहुन्छ। आजको दिन तपाईँको मिनिस्ट्री सानो हुनसक्छ, तपाईँको रिसोर्सेस लिमिटेड हुनसक्छ, तपाईँको विश्वास माइट सिम स्मल, your opportunity also might seem small, but God does not need more to do something great. आज स्मल बीज, स्मल सीड हुन्छ नि, सानो बिउबाट ठुलो रुख परिणत हुन्छ, फल आउँछ नि, त्यहाँबाट हामी मानिसहरूले खान्छौँ। इभन द बर्ड्स अफ द एयर, एनिमल्स फिड्स देयर। आज जसरी परमेश्वरले 5वटा रोटी र 2टा माछालाई जब आफ्नो हातमा लिनुभयो, उहाँले मल्टिप्लाई गर्नुभएको छ अनि उहाँले चाहिँ थाउजन्ड्स अफ द मानिसहरूलाई फिड गर्नुभएको छ। ट्रस्ट गड टाइमिङ्स। समटाइम्स वी वान्ट ब्लेसिङ्स इन्स्ट्यान्टली हुन्छ नि, तर बट गड सीज वाट वी क्यान नट सी। अनि वी सी आजको दिन, तर परमेश्वरले भोलिको कुरा पनि देख्नुहुन्छ। वी सी द प्रब्लम, समस्या हामीले देख्छौँ, तर गड हेज अ सोल्युसन एन्ड पर्पस। वी सी द वेटिङ, आज हामीलाई पर्खिरहेको हामीले देख्छौँ, तर गड सीज द डेस्टिनेसन। एन्ड वेन गड्स टाइम कम्स, जब परमेश्वरको समय आउँछ नि, कुनै मानिस, कुनै सर्कमस्टान्सेस, कुनै अब्स्टिकल्स या सिचुएसन्सले परमेश्वरले नियुक्त गर्नुभएको आशिषलाई रोक्न सक्दैन। सो ह्याभ फेथ इन गड। गड ब्लेस यु अल। आमेन।